सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल होइन। अनि अहिले चाहिँ हामी पोखरामा छौँ चट्टपारामा होइन। अनि अब चाहिँ यसो बेगनास गइदिउँ होइन। बेगनास भन्दाखेरि पनि यो के भन्छ नामै भुल्यो यो माझीकुना, यसो माझीकुना गइदिउँ भन्ने हाम्रो प्लान छ होइन। अनि अब चाहिँ पानी पर्ला जस्तो सम्भावना देखिरहेको छु मैले। अनि आई डोन्ट नो होइन, अब काठमाडौँ चाँडै फर्किने प्लान छ है, किनभने अब उता काठमाडौँमा अलि सानो काम परेको छ होइन। त्यही भएर चाहिँ निक्लिनै पर्ने हुन्छ। अनि लेट्स सी, आज चाहिँ अब बसिन्छ होइन पोखरामै। अनि भोलि चाहिँ गइन्छ कि भन्ने कुरो छ है। अब अलिकति थाहा छैन, गुगल म्याप हेर्दै जानुपर्ने अवस्था छ है। अनि हामी यो बेगनास जानलाई चाहिँ लेक साइडबाट सिधै काठमाडौँ जाने बाटो नै हो अरे होइन। अब त्यहाँ सोधेको। अनि अब अलिकति उता बसमा छेउ पुगेपछि म्याप हेर्नुपर्ने अवस्था आउँछ, गुगल म्याप हेरिदिनुपर्छ। अनि रैला पारामा गइदिनुपर्छ माझीकुनामा गएर होइन। अब माझीकुना चाहिँ मेरो फर्स्ट टाइम हो। अनि त्यही भएर यस्तो माझीकुना गएर टक्क माछा खाइदिउँ भन्ने हाम्रो प्लान छ। अनि गुगल दिदीको अनुसार चाहिँ अब हामी चाहिँ लगभग 30-35 मिनट लाग्छ भन्नुभएको थियो गुगल दिदीले चाहिँ। अनि अब गुगल दिदीको चाहिँ जहाँसम्म लाग्छ मलाई अलिकति भर लाग्दैन कि, किनभने मलाई धेरैचोटि धोका पाएको छु गुगल दिदीबाट। त्यही पनि अब लेट्स सी होइन, गुगल दिदीचोटि हेर्नै पर्ने अवस्था आउँछ। अनि हेरौँ, अनि मान्छेलाई सोधौँ, अनि त सरर जानुपर्ने अवस्था आउँछ है। एकलट म्याप हेरिदिउँ कहाँ आइपुग्यो भन्ने अवस्था। म्याप अन गरेर आएको थिएँ म, कहाँ आइपुग्यो भन्ने कुरा हो। धेरै नै अगाडि आइपुगिसकेको छु। अनि यहाँ आइपुगिसकेको छु म। यहाँबाट चाहिँ अझै अगाडि पुगेर अब राखेँ। अब गुगल दिदी अनुसारै जानुपर्छ कि जस्तो फिल भएर, किनभने बाटो त देखाइरहेको छ होइन। माझीकुना चाहिँ बेगनास तालभन्दा 10 मिनट जति लाग्छ भने सुनेको थियो। अनि त्यहाँ गएर सोध्यो भने भनिदिन्छ भने जस्तो लाग्थ्यो होइन। त्यो त्यहाँ गएर सोध्दै पर्ने हुन्छ। अनि मेन कुरा चाहिँ आज पानी पर्दै हुन्छ, तनाव हुन्छ है गाइजहरू। हिजो चाहिँ लास्ट गर्मी भइरहेको थियो, अनि आज चाहिँ यसो वातावरणले पानी पर्छ कि भने जस्तो फिल भइरहेछ। अहिले चाहिँ हामी पोखरा के भन्छ यो बस पार्क आइपुगिसक्यौँ। अब माझीकुनाको एक्सपिरियन्स पनि हानिदिउँ भन्ने चाहिँ हाम्रो प्लान हो। किनभने अब तपाईँहरूले थाहा नै होला, पोखरा पनि म धेरै आइसकेँ। पोखरा कति घुम्नु होइन, त्यो पनि हो। अनि यसो अब माझीकुना चाहिँ अहिलेसम्म गएको थिइनँ म जतिचोटि पोखरा आएँ पनि। अनि त्यही भएर अब टक्क माझीकुना जानै पर्ने हुन्छ होइन। के छ र, अब अलिकति उता गएर भेटौँ है त। सो गाइज, हामी चाहिँ अहिले लेक साइडभन्दा धेरै नै माथि आइपुगिसकेका छौँ। अनि हाम्रो गुगल दिदीले चाहिँ के भन्नुभएको छ भने टर्न लेफ्ट भन्नुभएको छ होइन। खै के भन्नुभयो थाहा छैन, तर टर्न लेफ्ट चाहिँ बुझेँ। त्यही भएर अब चाहिँ हामी टर्न लेफ्ट हुनुपर्छ। अनि तपाईँहरू चाहिँ काठमाडौँबाट अब बेगनास जाने सोचमा हुनुहुन्छ चाहिँ अलिक चाँडै आउनुभयो भने बेगनासै डाइरेक्ट चल्दै हुन्छ यार, किनभने धेरै नै माथि रहेछ होइन। बेगनास ताल भनेर यहाँ के भन्छ नि, लेकनाथ होटेल के पिपलको बोर्ड छ होइन। त्यहाँबाट टक्क काठमाडौँबाट आउँदा चाहिँ राइट हो भने लेक साइडतिरबाट आउँदा चाहिँ लेफ्ट हो है गाइस। अनि गुगल दिदीले चाहिँ अब 3 किलोमिटर्स भन्नुभएको जस्तो लाग्यो। अनि हामी चाहिँ अब टक्क 3 किलोमिटर भनेको चाहिँ धेरै होइन, त्यसै 4-5 मिनट भनौँ है। चट्टपारामा गइन्छ, अब चाहिँ बेगनास ताल पुगिन्छ। अनि त्यसपछि माझीकुना कहाँ हो हजुर भनेर सोध्नुपर्छ होइन गाइस। गुगल दिदीको हेर्नु पऱ्यो, सिधा गएर लेफ्ट भनेपछि ल अझै सिधा जानुपर्छ। अब टक्क लोकेसन थाहा भइदिए त हुन्थ्यो है, थाहा भएन भन्ने कुरा चाहिँ हो क्या। अब तनाव हुन्छ यार, एकलट हेर्नुपर्ने गुगल दिदीलाई। सो गाइज, हाम्रो चाहिँ ठ्याक्क लेफ्टमा चाहिँ अहिले बेगनास ताल छ होइन। हामी चाहिँ यहाँबाट माझीकुना सिधै भनेपछि सिधै अब कता सिधै भन्ने कुरा हो। यहाँबाट पनि जानु मिल्छ है बेगनास लेक चाहिँ, मलाई याद छ। किनभने यहाँबाट बसहरू आउँछ अनि यताबाट जान्छ बेगनास लेक होइन। अहिले भयो भने यसो टाइम भ्याइयो भने हुन्छ। अनि हाम्रो माझीकुना चाहिँ यतैबाट हो दाइ। हाम्रो माझीकुना यतैबाट जाने हो। माझीकुना कति टाइम लाग्छ? हजुर ए हस्, थ्याङ्क यू दाइ। सिधै जाने लेफ्ट छ, यता छ होइन टक्क पारामा। के छ होइन थाहा छैन,
तर माझीकुना जाने पर्ने अवस्था हुन्छ। यस्तो बाटो उकालो चाहिँ मजा हुने होइन, बाइकले तान्यो भने है फेरि। अनि ओह्रालो चाहिँ आउन कस्तो अलि अप्ठ्यारो लाग्छ मलाई। तर मेन भनेको चाहिँ अब मैले त्यस्तो उसले भनेर खोजे चाहिँ होइन अनि आफ्नै साधन भयो भने चाहिँ सजिलो हुने क्या जानलाई होइन। नत्र त कहाँ अनि उहाँ होटेलको दाइले भन्दै हुन्थ्यो गाडीमा जाने हो भने त लाग्छ हो बेगनास तालै पुग्न 40-45 मिनटभन्दा बढी लाग्छ, गाडीले ढिलो लान्छ भन्दै थियो। अनि आफ्नै भने त हामी त धेरै चाँडो आइपुग्यो नि त, 30 मिनट नै लागेन होला। अब भ्यू टावर भन्ने कुरा आइहाल्यो यतैतिर जस्तो लाग्छ होइन। म बेगनास लेक चाहिँ एकचोटि आएको छु होइन, तर माझीकुना चाहिँ म एकचोटि नै आएको छैन क्या। अनि अब एक्सपिरियन्स त लिनु पर्यो भन्ने कुरा हो होइन। यताबाट हो कि जस्तो लाग्यो, दाइले चाहिँ पुरै फसाउनु खोजिरहनु पर्यो यताबाट आएर फेरि। अनि वेलकम टु माछी भन्छ दाइ, यो माझीकुना भनेको त सिधै हो। अनि मलाई रङ लोकेसन भन्यो नि, फर्किनु धन्न नफर्क्यो त्यो दाइको भर लाग्यो भने त फर्केर फेरि त्यही बसहरू पुग्ने रहेछ भने। रातो माटोको बाटो भने यो अब ताउन आउन आँटेको जस्तो लाग्यो। अरू केही होइन, मेरो बाइकको चाहिँ अब मडगाड काटेको अवस्था, त्यही भएर अनि हिलो त फेरि सर्लकै हो नि त फेरि मेरो पहाड त। त्यही भएर अलिक धेरै नै होसियार भएर चलिदिनु पर्ने हुन्छ यस्तो हिलोमा चाहिँ। गाह्रो खनी हो गाह्रो हो। खोइ त माझीकुना लास्टै कुना हो कि के हो, आफू अरू जानुपर्ने चाहिँ यसले पुरै ढुलौँडा यार गाडी हेर। ए आमा हो, माझीकुना भने कारै चाहिँ यार। दिदी यो माझीकुना भने कता हो? हजुर कति टाइम लाग्छ अब? ए हस् धन्यवाद दिदी। अब एक्सपेक्टेसन भर्सेस रियालिटी भन्ने कुरा हुन्छ नि त होइन। अब कस्तो छ भन्ने कुरा हो। अब मिठै छ भनेर भन्छन् के अरे, अब धेरै छैन अरे 2 मिनट अगाडि निर्माण कार्य हुँदैछ, त्यही भएर बिस्तारै चल्दिउँ। ए भ्यू टावर त बल्ल पो आयो यार। हैट लेक तपाईँहरूले देख्न सक्नुहुन्छ। अब माझीकुना आयो जस्तो लाग्यो यार गाइजहरू। यति हो कि के हो? माझीकुना यतैबाट हो माझीकुना। ल गाइजहरू देख्न सक्नुहुन्छ बाटो चाहिँ हल्का बनेको छैन। हामी टक्क लाएर लेफ्ट साइडमा एउटा भ्यू पोइन्ट आउँछ, अनि त्यसपछि सर्लक्क पारेर अफरोड आउँछ। फुच्चाफुच्चीहरूको जोस। अब कता हो भए तल कि माथि हो भए? माझीकुना कता भन्यो? तल भन्यो कि माथि भन्यो? माझीकुना यतैबाट? यो मुला बोर्ड चाहिँ कता तलतिर राखेको थियो यार। सो गाइज यो बोर्डको चाहिँ भर्न लाग्नु तल राख्दै होइन। एकैचोटि फेरि माझीकुना भनेको खोलाको कुना पुग्नुहुन्छ, त्यही भएर चट्ट बाह्रमा यताबाट माथि। ल गाइजहरू लिटल माझीकुना अरे। अब बिग माझीकुना कता खा भन्ने कुरा हो। लिटल माझीकुना इज बन्द, बिग माझीकुना भनेको यतैतिर जस्तो लाग्यो। कता हो यार? ल गाइजहरू आयो है आयो। सो गाइज फाइनली हामी चाहिँ माझीकुना आइपुगिसकेका छौँ। अनि हामी चाहिँ के भन्छ के हो यो क्लासिक चिल भन्ने ठाउँमा आइपुगेका छौँ होइन, चट्टपाडामा। सो गाइजहरू तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँको भ्यू, भोपाल भ्यू। गुगल दिदी खराइरहनु भएको छ। हामीलाई बालछामै केटाहरू पौडी खेलिरहेका छन्। So guys, you can see you can stay over bad side. Kasi pa yung kiwan sa mga kain. Sida ko rin sa sama. I'm going to see Two hours later.
सो गाइस दिस इज द भ्यू अफ माइची कुना होइन बवाल छ। अनि यहाँको दाइ चाहिँ यो क्लासिक चिल भनेको चाहिँ दाइ चाहिँ बब्बाल रमाइलो हुनुहुँदो रहेछ। अनि सबै घुमाइदिनु भयो एकदम। तपाईँहरू पनि प्लिज डु भिजिट है। बब्बाल छ, फोटोहरू पनि बब्बाल खिच्ने ठाउँ छ। अनि स्विमिङ पनि हान्न मिल्दो रहेछ। हामीले चाहिँ खेलेनौँ तर घुम्यो, थकेर राखेको त्यही सिकाइ भयो होला। होप यु गाइज इन्जोय दिस भिडियो। लभ यु अल, बाइ बाइ, पिस।